Dear students, today we will be learning about conversion of binary numbers into octal numbers. While converting from binary to octal, previously during plus 2 computer science or any other intermediate level, you might have studied to convert binary into decimal number system and then decimal to octal number system. But in undergraduate level, we can directly convert binary number system to octal number system. For this, you have to convert into octal number system by grouping into multiple groups of 3 digits. For example, if we are given to convert this binary number into octal number system, first of all we have to group this into multiple groups with 3 members. That means 110 is one group, 110 is another group, and 011 is another group. Okay, now you have to memorize or by heart simple binary digits. For example, 000 means in binary means 0, 001 means 1, 010 means 2, 111 means 3, 100 means 4, 101 means 5. That means 101 equals to 5. Similarly, 110 is 6 and the last group 011 is 3. Okay, you have to remember how to convert simple numbers from decimal to binary or binary to decimal. You can also refer to the decimal and binary table. Here we can see these are base 10 numbers and these are base 2 numbers. 0 is represented by all digits 0, 1 by 1, 2 by 1 0, 3 by 1 1, 4 by 1 0 0, 5 by 1 1, 6 by 1 1 0, 7 by 1 1 1, 8 by 1 0 0 0, 9 by 1 0 0 1, 10 by 1 0 1 0, 11 by 1 0 1 1. And you have to remember certain decimal numbers and their binary equivalents. And you might be confused how many digits are needed to represent this symbol 0, because might have seen 0 being represented by 000 or 2 zeros. The simple rule is तिमीले कतिसम्मको नम्बरलाई चाहिँ कन्भर्ट गर्दैछौ बाइनरीमा. जस्तो 14 सम्मको नम्बरलाई कन्भर्ट गर्दैछौ. 14 भनेको 1110 हो भनेपछि 15 भनेको 1111 हो है. अब यहाँनिर सबभन्दा ठुलो नम्बरलाई 4वटा डिजिट चाहिने रहेछ भने युनिफर्मिटीको लागि सबभन्दा सानो डिजिटलाई रिप्रेजेन्ट गर्न पनि 4वटा डिजिट नै युज हुन्छ. किन भन्दा अगाडिको जेरोजहरूको भ्याल्यु हुँदैन क्या. यो 3टा जेरो जुन छ 000 यसको भ्याल्यु हुँदैन है. सिमिलरली यहाँ पनि 3टा जेरो छ. यो 2टा जेरोको भ्यालु छैन, यसको छैन, यसको छैन है. अगाडिको जेरोको चाहिँ जति पनि एड गर्न मिल्छ. र यहाँ युनिफर्मिटी देखाउनको लागि चाहिँ सेम डिजिट्सले चाहिँ रिप्रेजेन्ट गरेको 4 बिट नम्बर चाहिँ बनाएको छौँ है हामीले. 4 बिट भन्नाले यहाँ 4वटा बाइनरी भ्यालु छ नि त. एउटा बाइनरी नम्बरलाई हामी बिट भनेर भन्छौँ क्या. जस्तो सिङ्गल भ्यालु 0 भनेको 1 बिट भयो, 1 भनेको 1 बिट भयो, 00 भनेको 2 बिट भयो है, 01 भनेको 2 बिट भयो. 01 र 1 भनेको कुरा चाहिँ एउटै हो. रिप्रेजेन्टेसन चाहिँ हामीले सिङ्गल बिट र मल्टिपल बिट्सले गरेर. अब हामीले त्यो बाइनरी टेबलबाट रेफर गरेर हेर्ने हो भने 101 को इक्विभ्यालेन्ट हुन्छ 5. यहाँ हेर्न सकिन्छ 101 यहाँनिर छ हामीसँग बिचमा. 101 को बाइनरी इक्विभ्यालेन्ट 5 छ है. र सिमिलरली हाम्रो
110 को बाइनरी इक्विभ्यालेन्ट 6 भयो, 011 को बाइनरी इक्विभ्यालेन्ट 3 भयो है। अब यसलाई याद गर्ने पनि डिफ्रेन्ट तरिकाहरू छ हैन। जस्तो तपाईँलाई एउटा तरिका सिकाउन चाहन्छु। सबभन्दा लास्टको एलएसबी बिट चाहिँ अल्टरनेटिभली स्विच हुन्छ। जस्तो यहाँ 0 छ, यहाँ 1 छ, 0 1 0 1 1 हैन। यसरी लास्ट बिट चाहिँ 0 1 0 1 हुँदै जान्छ है। तपाईले 1000 सम्म काउन्ट गर्नुस्, मिलियन सम्म काउन्ट गर्नुस् हैन, 15 सम्म काउन्ट गर्नुस्, लास्टको बिट भनेको जहिले पनि अल्टरनेटिभ हुन्छ है। अब त्यसपछि यो सेकेन्ड लास्ट बिट जुन छ यो चाहिँ एकचोटि रिपिट हुन्छ, त्यसपछि अल्टरनेटिभ हुन्छ। जस्तो यहाँनिर 0 0 1 1 0 0 1 1 0 0, सिमिलरली तल पनि 1 1 हुँदै जान्छ है। त्यसै गरी थर्ड बिट जुन छ 0 चारचोटि लेख्नु पर्यो, 0 0 0 0 1 1 1 1। त्यसै गरी फेरि पनि 0 0 0 0 0 0 1 1 1 1 त्यसरी जान्छ। र सबभन्दा ठुलो एमएसबी जुन छ हाम्रो 8 चोटि लेख्नुपर्ने हुन्छ, 0 0 0 0 0 0 0 0, त्यसपछि 1 1 1 1 1 1 1 1 है। यसरी पनि तपाईँले चाहिँ एउटा बाइनरी टेबल बनाउन सक्नुहुन्छ। यदि याद गर्न गाह्रो हुन्छ भने चाहिँ एक्जाममा जाने बित्तिकै तपाईँले लास्टमा रफ साइडमा रफ लेखेर यसरी बाइनरी टेबल चाहिँ बनाउन सक्नुहुन्छ। यो तपाईँलाई क्याल्कुलेसन गर्न पनि हेल्पफुल हुन्छ र एकदमै धेरै यो डिजिटल लजिक सब्जेक्टमा चाहिँ धेरै ठाउँमा युज गर्नुपर्ने हुन्छ र यादै हुनुपर्ने हुन्छ है। यसरी हामीले हेऱ्यौँ 101 को डेसिमल इक्विभ्यालेन्ट 5 हुँदो रहेछ, 110 को डेसिमल इक्विभ्यालेन्ट 6 हुने रहेछ, 011 भनेको 3 हुने रहेछ है। अब यो 563 चाहिँ बेस 8 मा कन्भर्ट गर्यो, किन भन्दाखेरि हामीले 3 बिटमा चाहिँ डिभाइड गऱ्यौँ अथवा क्लासिफाई गऱ्यौँ हाम्रो टोटल बिट्सहरूलाई। अब यदि यहाँनिर 9वटा बिट्सको सट्टा 10वटा बिट भएको भए के गरिन्थ्यो भन्दाखेरि 10औं बिटलाई फेरि यहाँ अगाडि 0 0 एड गरेर 3 को मल्टिपल बनाउनु पर्यो है। अगाडि चाहिँ 0 0 गरेर 3 को मल्टिपलमा लानु पर्यो। जस्तो 10वटा छ भने अगाडि 2टा 0 थपेर हामीले 12वटा बिट्स चाहिँ बनाउनु पर्ने हुन्छ र 3टाको ग्रुप गर्नुपर्ने हुन्छ। यसरी चाहिँ हामीले बाइनरी नम्बरलाई अक्टल नम्बर सिस्टममा कन्भर्ट गर्न सकिन्छ। अब हामी अगाडि बढौँ। बाइनरी नम्बर सिस्टमलाई हेक्साडेसिमल नम्बर सिस्टममा कसरी कन्भर्ट गर्ने। बाइनरी टु हेक्साडेसिमल कन्भर्ट गर्नको लागि चाहिँ हेक्साडेसिमलमा चाहिँ हामीले दिएको बाइनरी नम्बर्सलाई 4-4वटाको ग्रुप बनाउनु पर्ने हुन्छ। जस्तो कि यहाँनिर 1011 1010 0111 भन्ने एउटा बाइनरी नम्बर दिएको छ भने यसलाई हामीले 4-4वटाको ग्रुप बनाउनु पर्यो हैन। अब 1011 भनेको यो डेसिमल नम्बर सिस्टममा 11 भन्ने हो है। 1010 भनेको डेसिमल नम्बर सिस्टममा 10 हो। हामीले लानुपर्ने हेक्साडेसिमलमा छ, तर पनि कन्भर्जन यो ग्रुपको कन्भर्जन चाहिँ हामी डेसिमलमा गर्छौँ है। त्यसै गरी 0111 भनेको 7 हो बेस 10मा है। अब 11 भनेको हेक्साडेसिमलमा हेर्ने 11 10 भनेको ए हो हैन। 11लाई बी लेख्नु पर्यो। त्यसै गरी 10 भनेको ए, 7लाई 7 नै लेख्न मिल्यो हैन। यसरी चाहिँ हाम्रो BA7 बेस 16 मा आउँछ। यसरी हामीले डाइरेक्टली बाइनरी नम्बर्सलाई हेक्साडेसिमलमा पनि कन्भर्ट गर्न सकिन्छ है।